हेलो एभ्रीबडी, तपाईँको भाइ जाँदैछ होइन। यस्तो छ हाम्रो चाहिँ अहिले बेलुका राति होइन, खतरा देखिरहेको छ जुन चाहिँ होइन, जुन चाहिँ अब यस्तो गाइस। म एउटा चिज देखाउँछु है, हाम्रो अहिले चाहिँ यत्तिकै राति छ। यो चाहिँ कोठा हो, चाहिँ एउटा चिज छ तपाईँलाई लुकाएर देखाउँछु बिस्तारै। सरी एभ्रीबडी, हाम्रो कारणले गर्दा चाहिँ एउटा सानो चराको गुडलाई अलि अप्ठ्यारो परेको छ गाइस। बेलुकाको राति गाउँको सिन देखाउँछु म। यस्तै चाहिँ आफ्नो बेलुकाको सिन चाहिँ होइन गाइस। यो चाहिँ मेरो रुम हो, खाँची मुनि लिएर जानुभयो, मलाई नचाहिने भएर खाँची मुनि लिएर जानुभयो अङ्कलहरूले। म चाहिँ यहाँ भुइँमै सुत्छु क्या, यस्तो डालेन गाइस। बत्ती छ यता चाहिँ छैन, किनकि बाहिर पनि त छ के होइन। यो हाम्रो टपमा चाहिँ होइन गाइस, यस्तै होइन जहिले पनि हुन्छ यस्तै। त्यो भइरहन्छ छैन गाइस, हेर्नु होला होइन। टपदेखि चाहिँ सिन यस्तो देखिन्छ होइन, जुन चाहिँ त्यो भएको जुनले रातिको के पो भन्छ यसलाई, मैले बिर्सेँ यार। यस्तो देखिन्छ नि गाइस, यस्तो छ हाम्रो ठाउँतिर चाहिँ। उता चाहिँ पसलै बन्द भएन अहिलेसम्मै। हाम्रो चाहिँ भइसकेको छ। उहाँ टपमा चाहिँ माथि टपमा बत्ती बलेर देख्नु भएको होला नि, त्यता चाहिँ स्मारक छ घुम्ने ठाउँ होइन। त्यो अझैसम्म मान्छे हल्ला गरिरहेको छैन, मान्छे हिँड्दा अझैसम्म बाटोतिर हेर्न सक्नु तपाईँहरू होइन। अझै पनि बाटो हिँड्दा चाहिँ हाम्रो यता चाहिँ पुरै मासुको झोल छ। मान्छे राति गाजा खाएर हिँड्दा हुन्छ है, के गर्ने केटा यस्तै अब छोडिदियो।